आज हामी नेपाली राजनीतिको एक महत्त्वपूर्ण व्यक्तित्व मदन भण्डारी र उहाँले अघि सार्नु भएको जनताको बहुदलीय जनवाद अर्थात् जवज यसबारे अलिक गहिरेर कुरा गर्दैछौं। हो, हामीसँग विभिन्न स्रोतहरू छन् जसले उहाँको जन्म, शिक्षा, राजनीतिक जीवन, विवाह अनि त्यो रहस्यमय मृत्युसम्मका कुराहरू समेट्छन्। अनि जवजको अवधारणा पनि हो, अनि जवजको अवधारणा। हाम्रो उद्देश्य चाहिँ भण्डारीको व्यक्तित्व र उहाँको विचारको सारलाई छोटकरीमा बुझ्ने प्रयास गर्नु हो। ल सुरु गरौँ है त। निश्चय नै। मदन भण्डारीको निधन भएको 3 दशक भइसक्यो, तर उहाँको सान्दर्भिकता आज पनि खै कम भएको छैन, खास गरी नेपाली कम्युनिस्ट आन्दोलनमा। विश्वमा कम्युनिस्ट आन्दोलन अलि रक्षात्मक भइरहेको बेला उहाँले नेपालको आफ्नै परिवेश सुहाउँदो अलि मौलिक किसिमको बाटो जवज मार्फत देखाउनुभयो। मार्क्सवादको सृजनात्मक प्रयोग गरेर आन्दोलनलाई एउटा नयाँ जीवन दिनुभएको थियो उहाँले। उहाँको जीवनकै कुराबाट सुरु गरौं न। 20 2009 असार 14 गते ताप्लेजुङको